यो भाइहरू चाहिँ लानबाट हाम्रो पसलसम्म आइपुग्नु भएको छ है। किनभनेदेखि चाहिँ यो फेक आइडीले गर्दा यो महालक्ष्मी मोबाइल पसल भनेर हाम्रै पसलको फेक आइडी बनाएर यहाँनिर लोकेसन पनि हाम्रै पसलको हालेको छ है। लोकेसन पनि हाम्रै पसलको हालेको छ र आइफोनहरू सस्तो सस्तोमा भनेर हालेको छ। तपाईँहरू पनि यो स्क्याममा धेरै परिसक्नु भयो होला। र भाइहरूलाई चाहिँ यो मान्छेले के कुरा गरेको थियो भाइ भन त? उहाँले मलाई भन्नुभयो कि यो आइफोन 10,000 11,000मा दिन्छु भनेर। आइफोन 13 10-11 हजारमा दिन्छु भनेको थियो। हजुर, त्यही कि मलाई अनलाइन गरिदिनु 2,000 3,000 जति हुन्छ त्यति, अनि डेलिभरी गरिदिन्छु त्यही भन्नु। उहाँलाई चाहिँ 2-3 हजार सुरुमा एडभान्स मागेको रहेछ, त्यसपछि डेलिभरी गरिदिन्छु अनि पैसा दिनु भनेको रहेछ है। यो चाहिँ एकदमै एक नम्बरको फटा स्क्यामर हो यो महालक्ष्मी मोबाइल पसल भनेर चाहिँ आइडी। र यो आइडीलाई चाहिँ सबैजनाले प्लिज रिक्वेस्ट गरेर म तपाईँलाई आइडी नै देखाइदिन्छु। यो आइडीलाई चाहिँ सबैजनाले गएर रिपोर्ट गर्नु होला है। यो महालक्ष्मी मोबाइल पसल यो आइडी छ। यो आइडीबाट चाहिँ धेरै मान्छेलाई धेरै हाम्रो पसलमा धेरैजना यस्तो आइसक्नु भएको छ। हामीले खासै भिडियो चाहिँ बनाएको थिएन है, आज चाहिँ बनाउँदैछु। यो चाहिँ एकदमै फेक हो है। र यो मान्छेलाई दुःख दिने काम बिचरा लानबाट लगभग 1-1.5 घन्टा लाग्छ यहाँनिर आउनलाई। यहाँसम्म त्यो फोनको लागि आउनु भएको छ कि। र तपाईँहरू पनि यस्तै स्क्याममा पर्न सक्नुहुन्छ। सुरुमा सामान हाल्दाखेरि चाहिँ तपाईँले जस्तै कुनै फोन लिनु पर्यो भने सुरुमा सामान पाइसकेपछि मात्रै पैसा दिनु होला है। सुरुमै पैसा हाल्नुभयो भने चाहिँ स्क्याम पनि हुनसक्छ। र यो स्क्यामबाट चाहिँ सबैजना बच्नु होला। हस्, धन्यवाद।